ओहो दाइ के हो यो कानको यो ग्लोबली ट्रेन्डिङमा रहेको माई पावरको नयाँ ओडब्ल्युएस हो भाइ। मतलब ओडब्ल्युएस भन्नाले ओपन इयर वेयरेबल स्टेरियो भनिन्छ यसलाई। इयरबड जस्तै छ त के फरक छ र? इयरबड नै हो तर यो भित्र सिधै नहालिकन कानको बाहिरबाट लाउन सकिन्छ। त्यही भएर इयरबड त इयरबड नै हो तर अलिकति अपग्रेड टाइपको इयरबड हो। झर्छ होला नि यो यसरी लगाउँदा त? मर्निङ वाक गर्न मिल्छ मजाले? एकदम मर्निङ वाक गर्न पनि मिल्छ, हेलमेटको भित्र लाउन पनि मिल्छ मजाले हैन, झर्दैन मजाले जति गर्दा पनि। खै ल्याउनु त मसँग इयरबड थियो त्यो त झरेको छ। प्ले टाइम कति हुन्छ यसको? यसको 15 देखि 20 घण्टासम्म मजाले ब्याट्री ब्याकअप दिन्छ। हजुरले मजाले युज गर्न सक्नुहुन्छ, कहीँ जाँदा पनि झर्ने गर्ने केही हुँदैन। झर्दैन, साउन्ड राम्रो आउँछ? साउन्ड पनि राम्रो छ। तपाईले मर्निङ वाक गर्दाखेरि कहीँ ट्राभल जाँदाखेरि हेलमेटभित्र युज गर्न सक्नुहुनेछ। कहाँ पाउँछ नि यो माई पावरको ई-कमर्स प्लेटफर्म mypowerworld.com मा पनि किन्न सक्नुहुनेछ। हजुरले आफै चेक गरेर किन्न चाहनुहुन्छ भने चाइना टाउन स्थित माई पावरको आउटलेट रहेको छ, त्यहाँ गएर पनि हजुरले किन्न सक्नुहुनेछ है।